नमस्ते सबैजनालाई। आज चाहिँ मेरो घरको सानो मेरो फ्यामिली मेम्बर नानीहरू देखाउँछु। यो चाहिँ हो चिक्री, नाम राखिदिएको चिक्री चिक्री भन्ने गानामा यस्तो खुट्टा उचालेर नाचेको, जस्तो बिचराको खुट्टा पनि त्यस्तो छ नि त, ह्यान्डिक्याप छ कि बाई बर्थै, त्यसैले गर्दा चाहिँ उसलाई चिक्री नाम राखिदिएको छ हामीले हो। ऊ चाहिँ सबभन्दा अहिले सानो, सबैभन्दा मेरो 4 जना केटीहरू छ नानीहरूमा सबभन्दा सानो चाहिँ उसको यो खुट्टा चाहिँ अलिकति बिग्रियो चाहिँ। अर्को ऊभन्दा ठुलो बम्पू, नाम त उसको अर्कै थियो तर बम्पू। लिटरहरू यिनीहरू टोइलेटहरू गर्ने लिटर हो। अर्को मेरो घरको हिरो चाहिँ उयो हो स्मोकी हो, उसको नाम त स्मोकी। ऊ चाहिँ बिन्दास छ, ऊ चाहिँ एकदम शान्त छ, साइलेन्ट छ। ऊ चाहिँ एकदम उसको आफ्नै मन मर्जीमा छ। ऊ चाहिँ मलाई एकदम सुत्नु एकदम आराम, एकदम बिन्दास छ। ऊ चाहिँ उसको एउटै मात्रै काम छ, बेला बेलामा ऊ बाहिर चाहिँ पुरा उसलाई चाहिँ मान्छेहरू हिँडेको, गाडीहरू हिँडेको, बाहिरको हावा, त्यो नेचरहरू, चराचरहरू पुरा मन पराउँछ चाहिँ, पुरा बाहिर हेर्छ। सबभन्दा सानो नानी छ अहिले, उसको मम्मी हो चाहिँ मामा खाँदै गर्ने चाहिँ, उसको नाम चाहिँ हो सिम्मी। सिम्मी हो। यिनीहरूको डाइनिङ टेबल बनाइदिएको छ, डाइनिङ टेबलमा खाना खाँदै छ। तपाईँहरू सबैलाई कुन चाहिँ मन पर्यो? अब यो मेरो 4 जनामा कुन चाहिँलाई चाहिँ राम्रो लाग्यो तपाईँहरूको कमेन्टहरू गर्नुहोस् है। यिनीहरू सबै ट्रिपल कोटेडहरू हो। यिनीहरू चाहिँ नानीहरू, नानीको जत्तिकै नै छ सबैजना।